आजको भिडियोमा एपिसोड 2 प्रेजेन्ट इन्डिफिनिट टेन्स अर्थात् सिम्पल प्रेजेन्ट टेन्समा रहेर आज म तपाईँहरूलाई सिम्पल प्रेजेन्ट टेन्सको बारेमा विस्तृत रूपमा जानकारी गराउनेछु। आजको भिडियोमा रहेर हामीले सिम्पल प्रेजेन्ट टेन्समा शब्दहरू कसरी बनाउने भन्ने कुराहरूको विस्तृत रूपमा जानकारी गराउनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। इन्ट्रोडक्सन। प्रेजेन्ट इन्डिफिनिट टेन्स भनेको के हो अर्थात् सिम्पल प्रेजेन्ट टेन्स भनेको के हो यो कुरा चाहिँ बुझ्न जरुरी छ। सुरुमा यो कुरा चाहिँ बुझौँ है त के रहेछ त। प्रेजेन्ट इन्डिफिनिट टेन्स भनेको अर्थात् सिम्पल प्रेजेन्ट टेन्स भनेको प्रेजेन्ट इन्डिफिनिट टेन्स अर्थात् सिम्पल प्रेजेन्ट टेन्सले वर्तमान समयमा हुने नियमित काम, दैनिक बानी, सत्य कुरा, स्थायी अवस्था, भावना र समय तालिका जनाउँछ। यसलाई सिम्पल प्रेजेन्ट टेन्स पनि भनिन्छ अरे। ल हेर्नुहोस् त यसले के भन्यो। नियमित काम अर्थात् दैनिक समयमा हुने नियमित काम, दैनिक बानी, सत्य कुरा, स्थायी अवस्था, भावना र समय तालिका जनाउँदो रहेछ। प्रेजेन्ट टेन्सले के जनाउँदो रहेछ त। वर्तमान समयमा हुने नियमित काम, दैनिक बानी, सत्य कुरा, स्थायी अवस्था र भावना र समय तालिका जनाउँछ, जसलाई सिम्पल प्रेजेन्ट भनिँदो रहेछ। बुझ्नुभयो? किन प्रेजेन्ट भनिएको? आखिर किन प्रेजेन्ट भनिएको त भन्दै गर्दा अर्थात् प्रेजेन्ट भनेको वर्तमान समय अर्थात् अहिलेको अवस्था वा नियमित रूपमा भइरहने काम है। जस्तो कि हजुरले नियमित रूपमा गर्ने काम, खाना खानुहुन्छ, त्यो हजुरको नियमित काम हो नि त। हजुर ड्युटी जानुहुन्छ या अफिस जानुहुन्छ है, हजुर विद्यालय जानुहुन्छ, हजुर हरेक दिन खेल्नुहुन्छ भने त्यो भनेको तपाईँको नियमित काम। यसले के भनेको छ, प्रेजेन्ट भनेको वर्तमान समय अर्थात् अहिलेको अवस्था वा नियमित रूपमा भइरहने काम, जसलाई प्रेजेन्ट भनिन्छ। तपाईँले जुन काम नियमित रूपमा गर्नुहुन्छ त्यसलाई चाहिँ प्रेजेन्ट भनिन्छ है त। यो कुरा चाहिँ बुझ्नु होला। म उदाहरण दिएर पनि हजुरहरूलाई बुझाउँछु। आई ड्रिङ्क वाटर एभ्री डे। म हरेक दिन पानी पिउँछु। यो अहिले मात्र होइन, नियमित हुने काम हो। बुझ्नुभयो यो कुरा? जस्तो तपाईँले हरेक दिन खाना खानुहुन्छ, हरेक दिन पानी पिउनुहुन्छ, हो यो भनेको अहिलेको मात्र होइन नि त, हजुरले नियमित हुने काम हो यो भनेको। जस्तो कि आई ड्रिङ्क वाटर एभ्री डे। म हरेक दिन पानी पिउँछु। यो अहिले मात्र होइन, नियमित हुने काम हो, जसले तपाईँको चाहिँ नियमित हुने कामलाई चाहिँ प्रेजेन्ट भनिन्छ है। आई ड्रिङ्क वाटर एभ्री डे। म हरेक दिन पानी पिउँछु। यो भनेको अहिले मात्र होइन, नियमित हुने काम हो। किन इन्डिफिनेट भनेको? ल है त बुझ्नुहोस् है यो कुरा चाहिँ। किन इन्डिफिनेट भनिएको भन्दा इन्डिफिनेटको अर्थ निश्चित समय नजनाउने। ल के रहेछ त? इन्डिफिनेटको अर्थ निश्चित समय नजनाउने। उदाहरण, आई प्ले फुटबल। यसमा कहिले खेल्छु भनेर समय छैन नि त, त्यसैले यसलाई इन्डिफिनेट भनिन्छ। जस्तो तपाईँ कहिले खेल्नुहुन्छ भनेर यसमा तोकेको छैन नि त। तपाईँ खेल्न त खेल्नुहुन्छ, फुटबल खेल्नुहुन्छ, तर कहिले खेल्छु भनेर समय छैन यसमा, त्यसैले यसलाई इन्डिफिनेट भनिन्छ। ल फेरि एकपटक, इन्डिफिनेटको अर्थ निश्चित समय नजनाउने। उदाहरण, आई प्ले फुटबल। यसमा कहिले खेल्छु भनेर समय छैन तपाईँको, त्यसैले यसलाई इन्डिफिनेट भनिन्छ। प्रेजेन्ट इन्डिफिनेट कहाँ परेको हुन्छ त? ल अब यो प्रेजेन्ट इन्डिफिनेट कहाँ परेको हुन्छ? तपाईँले यत्रो पढ्नुभयो, अगाडि त्यत्रो बुझ्नुभयो, अब चाहिँ प्रेजेन्ट इन्डिफिनेट कहाँ परेको हुन्छ भन्ने कुरा चाहिँ जानिराखौँ है। जस्तो 1 नम्बरमा छ डेली ह्याबिट, दैनिक बानी। जस्तो कि आई वेक अप एट 6 o'clock। म बिहान 6 बजी उठ्छु। सी ड्रिङ्क्स टी एभ्री मर्निङ। ऊ हरेक दिन बिहान चिया पिउँछे। अनि वी गो टु स्कुल एभ्री डे। हामी हरेक दिन विद्यालय जान्छौँ। यहाँ के छ भन्दाखेरि एभ्री आएको छ, बुझ्नुभयो कि नि?
यो हरेक दिन हुने काम हो। तपाईँ आई वेक अप एट 6 o'clock, तपाईँ 6 बजे बिहान उठ्नुहुन्छ सधैँ। सी ड्रिङ्क टी एभ्री मर्निङ, ऊ हरेक बिहान चिया पिउँछे होइन। तपाईँले चिया पिउनुहुन्छ हरेक दिन। या वी गो टु स्कुल एभ्री डे, हामी हरेक दिन विद्यालय जान्छौँ। यो भनेको डेली ह्याबिट। डेली ह्याबिटमा पनि प्रेजेन्ट इन्डिफिनिट युज हुँदो रहेछ। ल हेर्नुहोस् त, तपाईँले डेली ह्याबिटमा चाहिँ प्रेजेन्टमा राखेर तपाईँले शब्दहरू बनाउन सक्नुहुन्छ, सेन्टेन्सहरू बनाउन सक्नुहुन्छ। जस्तो दोस्रो नम्बरमा छ रुटिन, नियमित काम, जुन तपाईँले नियमित गर्नुहुन्छ। जस्तो कि आई गो टु अफिस, म अफिस जान्छु। मैले अघि पनि भने नि है, आई गो टु अफिस, म अफिस जान्छु। अफिस जानु भनेको तपाईँको नियमित काम हो। हि स्टडिज इङ्ग्लिस, ऊ अङ्ग्रेजी पढ्छ। अङ्ग्रेजी पढ्नु भने पनि डेली हो होइन। दे प्ले क्रिकेट एभ्री स्याटरडे, उनीहरू हरेक शनिबार क्रिकेट खेल्छन्। ल नियमित काम है। आई गो टु अफिस, ऊ नियमित अफिस जान्छ या अफिस जान्छ। हि स्टडिज इङ्ग्लिस, उसले अङ्ग्रेजी पढ्छ। अनि दे प्ले क्रिकेट एभ्री स्याटरडे, उनीहरू हरेक शनिबार क्रिकेट खेल्छन्। जसलाई नियमित कामसँग कनेक्ट गर्न सकिन्छ। रुटिन बुझ्नुभयो नि। प्रेजेन्ट इन्डिफिनिटमा रुटिनमा पनि युज गर्न सकिँदो रहेछ, जुन नियमित काम हुन्छ, हजुरले गर्ने काम। जस्तो कि हजुरले खाना पकाउनुहुन्छ, त्यो पनि त नियमित काम हो नि त। हो, त्यसैले यो रुटिनमा पनि चेन्ज हुन्छ। अनि तेस्रोमा छ चाहिँ युनिभर्सल ट्रुथ, सत्य कुरा। त्यसमा पनि प्रेजेन्ट टेन्स चाहिँ तपाईँले युज गर्न सक्नुहुन्छ। त्यो राखेर तपाईँले वाक्य बनाउन सक्नुहुन्छ, सेन्टेन्स बनाउन सक्नुहुन्छ। जस्तो कि द सन राइजेस इन द इस्ट है। द सन राइजेस इन द इस्ट, सूर्य पूर्वबाट उदाउँछ। त्यो सत्य हो नि त होइन। द अर्थ मुभ अराउन्ड द सन, पृथ्वी सूर्यको वरिपरि घुम्छ। त्यो पनि सत्य हो नि त। अनि वाटर बोइल्स एट 100 डिग्री सेल्सियस, पानी 100 डिग्री सेल्सियसमा उम्लिन्छ। भन्न खोजेको अर्थ युनिभर्सल ट्रुथ, सत्य कुरा। जुन सत्य कुरा हो त्यो चाहिँ प्रेजेन्ट टेन्समा अर्थात् प्रेजेन्ट इन्डिफिनिट टेन्समा युज गर्न सकिन्छ, अर्थात् शब्दहरू बनाउन सकिन्छ। अनि अर्को चाहिँ पर्मानेन्ट सिचुएसन। पर्मानेन्ट सिचुएसन भनेको स्थायी अवस्था। जस्तो कि म उदाहरण दिएर भन्नेछु हजुरलाई। आई लिभ इन नेपाल, म नेपालमा बस्छु। सी वर्क इन अ ब्याङ्क, ऊ बैङ्कमा काम गर्छ। ही टिच इङ्ग्लिस, ऊ अङ्ग्रेजी पढाउँछन्। भनेको यो स्थायी अवस्था हो। जस्तो तपाईँ जापान बस्नुहुन्छ भने आई लिभ इन जापान, म जापानमा बस्छु है। सी वर्क इन अ ब्याङ्कको ठाउँमा चाहिँ तपाईँ भन्न सक्नुहुन्छ सुपर मार्केट होइन, त्यसमा पनि भन्न सक्नुहुन्छ। भनेको तपाईँको स्थायी अवस्था जनाउने जुन ठाउँ आउँछ त्यो पनि प्रेजेन्ट इन्डिफिनिटमा युज गर्न सकिन्छ, त्यो सेन्टेन्स बनाउन सकिन्छ। यो कुरा बुझ्नुभयो नि। लेख्नु है, लेख्नु नबुझेको कुरा। अनि फिलिङ एन्ड लाइक्स, 5 नम्बरमा फिलिङ्स एन्ड लाइक्स। जस्तो आई लाइक म्युजिक, मलाई सङ्गीत मनपर्छ। सी लभ्स हर प्यारेन्ट्स, उसलाई आफ्ना आमा बुवा धेरै मनपर्छ। अर्थात् दे हेट स्मोकिङ, उनीहरू धुम्रपान मन पराउँदैनन्। यसको अर्थ यो उदाहरणले के बुझ्नुहुन्छ तपाईँले? फिलिङ्स एन्ड लाइक्स। ल यो पनि त्यही प्रेजेन्ट इन्डिफिनिटमा पर्दछ। त्यही प्रेजेन्ट इन्डिफिनिटमा आधारित रहेर सेन्टेन्सहरू बनाउन सकिन्छ। यो कुरा चाहिँ बुझिराख्नु है। यदि तपाईँहरूलाई अझै भिडियोहरू हेर्न मन छ भने इजी इङ्ग्लिस नेपाललाई पनि सब्सक्राइब गरिदिनु होला। लाइक, सेयर, कमेन्ट, हजुरले दिएको मायाले नै म अझै धेरै राम्रो इङ्ग्लिस सिकाउन सक्छु। अब जस्तो स्ट्रक्चर है। अब स्ट्रक्चर यो त मैले तपाईँलाई उदाहरण दिएँ। अब पोजिटिभ सेन्टेन्स बनाउने कसरी त भन्ने कुरा आउँछ। जस्तो पोजिटिभ सेन्टेन्स बनाउनको लागि यो फर्मुला छ एउटा, सब्जेक्ट प्लस V1 प्लस अब्जेक्ट, भर्ब प्लस 1 है। सब्जेक्ट प्लस भर्ब प्लस अब्जेक्ट। जस्तो कि एक्जाम्पल, आई इट राइस, यु प्ले फुटबल, वी स्टडी इङ्ग्लिस, दे वाच टिभी। ल हेर्नु त, आई भनेको सब्जेक्ट भयो, इट भनेको चाहिँ
भर्ब भयो, राइज भनेको अब्जेक्ट भयो। जस्तो यदि सब्जेक्ट हि सी इट, सुन्नुहोस् है, हेर्नु है मजाले, यदि सब्जेक्ट हि सी इट वा एउटा व्यक्तिको नाम छ भने भर्बमा यस अर्थात् इएस थपिन्छ। यो कुरा बुझ्नुभयो? स्क्रिनसट गर्नु है यो भिडियोको चाहिँ। यो चाहिँ यदि सब्जेक्टमा हि सी इट वा एउटा व्यक्तिको नाम छ भने भर्बमा यस अथवा इएस थपिन्छ। एक्जाम्पल, हि इट्स राइट्स, हि इट्स राइट्स, सी प्लेज फुटबल, राम गोज टु स्कुल, सीता वाच टिभी। के बुझ्नुभयो? इटमा यस थप्यो, प्लेमा यस थप्यो होइन, अनि गोमा इएस थप्यो, अनि वाचमा इएस थप्यो। अघि मैले भनेको थिएँ नि, यस र इएसको अप्सन आउँछ। जस्तो कि हि इट्स राइस, सी प्लेज फुटबल, राम गोज टु स्कुल हो। जस्तो रुल्स अफ यस, यस कहाँ लाग्छ, कहिले लाग्छ है? कहिले यस लाग्छ भन्दाखेरि हि सी इट, राम सीता, माई फादर, द बोय, द गर्ल, यी सबै सिङ्गुलर सब्जेक्ट हुन् जसले एउटा मात्र शब्द जनाउँछ। फेरि एकपटक, रुल्स अफ यस, कहिले लाग्दो रहेछ त यस भन्दा हि सी इट, राम सीता, माई फादर, द बोय, द गर्ल, यी सबै सिङ्गुलर सब्जेक्ट हुन्। सिङ्गुलर भनेको एउटा सब्जेक्ट हो है, त्यसमा चाहिँ के लाग्दो रहेछ त? यस लाग्दो रहेछ। बुझ्नुभयो? एक्जाम्पल, म एक्जाम्पल दिएर बुझाउँछु हजुरहरूलाई। राम रिड्स अ बुक, माई फादर ड्राइभ्स अ कार, द गर्ल सिङ अ सङ। ल हेर्नुहोस् त, रिडमा यस थप्यो, ड्राइभमा यस थप्यो, अनि सिङमा यस थप्यो है। रिड्स, ड्राइभ्स, सिङ्स, अर्थात् राम रिड्स अ बुक, माई फादर ड्राइभ अ कार, द गर्ल सिङ अ सङ। कन्फ्युजन त हुनुभएको छैन नि? राम्रोसँग बुझ्नु है यो कुरा चाहिँ। यो बुझेपछि मात्र तपाईँले सेन्टेन्स बनाउन सक्नुहुन्छ। अब जस्तो कहाँ इएस लाग्दो रहेछ त? अघि यस थप्यो, अब इएस कहाँ लाग्दो रहेछ भन्दाखेरि यदि भर्बको अन्त्यमा ओएसएच सिएच एक्स एसएस जेड आएमा इएस लाग्छ। ल यो फोटो, यो भिडियोको पनि स्क्रिनसट लिनु है त, काम लाग्छ। जस्तो कि कहाँ इएस लाग्दो रहेछ त? यदि भर्बमा अन्त्यमा ओएसएस सिएच एक्स एसएस जेड आएमा इएस लाग्छ। जस्तो कि एक्जाम्पल, गोमा के आयो? जिओएस गोज आयो। वाचमा के आयो? वाचेस आयो। वासमा के आयो? वासेस आयो। फिक्समा के भयो नि? फिक्सेस आयो। पासमा के आयो? पासेस आयो। बुझमा के आयो? बुझेस आयो। कन्फ्युजन त हुनुभएको छैन नि? इएस कहाँ लाग्दो रहेछ त? ओएसएच सिएच एक्स एसएस जेड, जुन अन्त्यमा आउँछ। एक्जाम्पल, म एक्जाम्पल दिएर बुझाउँछु हजुरहरूलाई। हि गोज टु स्कुल, सी वाच टिभी, राम वाच क्लोथ, द मेसिन फिक्स कार। बुझ्नुभयो? हि गोज टु स्कुल, सी वाचेस टिभी, राम वाचेस क्लोथ्स, द मेकानिक फिक्सेस कार। जस्तो कि फिक्समा इएस थप्यो, फिक्सेस भयो। वाचमा इएस थप्यो, वाचेस भयो। वाचमा इएस थप्यो, वाचेस भयो। अनि गोमा इएस थप्यो, गोज भयो। अब नेगेटिभ सेन्टेन्स कसरी बनाउने त? अब यसको स्ट्रक्चर चाहिँ फर्मुला के रहेछ? सब्जेक्ट प्लस डु अथवा डज प्लस नट प्लस भी1। भर्ब वान भनेको भी1 है। एक्जाम्पल, आई डु नट इट मिट। बुझ्नु है यो कुरा? आई डु नट इट मिट, यु डु नट स्मोक, दे डु नट प्ले फुटबल, ही डज नट इट मिट, सी डज नट वाच टिभी, राम डज नट गो टु स्कुल। अर्थात् आई भनेको सब्जेक्ट भयो कि भएन? आई भनेको सब्जेक्ट भयो, डु डज भनेको चाहिँ डु नै भयो, अनि नट प्लस इट भनेको चाहिँ भी1 भयो। बुझ्नुभयो?
जस्तो स्मोकको ठाउँमा स्मोक्स भयो भने के हुन्छ, त्यो V5 भयो है। स्मोक्ड भयो भने त्यो V3 भयो। हो, नेगेटिभ सेन्टेन्स बनाउनको लागि चाहिँ तपाईँले यो बुझ्नु जरुरी छ। जस्तो क्वेसन सेन्टेन्स बनाउने कसरी भन्दाखेरि डु सब्जेक्ट, यो फर्मुला हो, डु डज प्लस सब्जेक्ट प्लस V1। यो भनेको अहिले मैले तपाईँलाई के सिकाएको छु, प्रेजेन्ट सिम्पल प्रेजेन्ट टेन्सको बारेमा मैले बुझाएको हो है तपाईँलाई यो चाहिँ। जस्तो क्वेसन सेन्टेन्स बनाउनको लागि तपाईँले कसैलाई क्वेसन सोध्नु पर्यो भने डु डज सब्जेक्ट प्लस V1। एक्जाम्पल, डु यु स्पिक इङ्ग्लिस, डु दे प्ले फुटबल, डज ही इट राइस, डज सी सिङ वेल, डज राम लाइभ इन नेपाल, डज राम लिभ इन नेपाल। के बुझ्नुभयो यसबाट? जस्तो कि यो क्वेसनको सेन्टेन्सको स्ट्रक्चर के हो छ, डु डज प्लस सब्जेक्ट प्लस V1 हो, अनि क्वेसन मार्क है। यसलाई चाहिँ यसरी बुझ्न जरुरी छ हजुरहरूले। आजको भिडियो यति नै। साथीहरू, तपाईँलाई भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला, अनि इजी इङ्ग्लिस नेपाललाई माया गर्न नभुल्नुहोला। यदि मिल्छ भने लाइक, सेयर, सब्सक्राइब पनि गरिदिनुहोला। आगामी भिडियोमा हामी फेरि भेट्नेछौँ पार्ट 3 मा।